हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि म एउटा नयाँ भिडियो लिएर आएकी छु। आज चाहिँ हामी जाँदैछौँ हामी सबैको प्यारो एकदमै फेभरेट ठाउँ मुस्ताङ। मुस्ताङको लागि हाम्रो पोखराबाट हाम्रो यात्रा सुरु भइसकेको छ। यसपालि चाहिँ हामी दुईवटा फ्यामिली मात्रै जाँदैछौँ। हामी बिहानै करिब 6 बजेतिर हाम्रो यात्रा सुरु भएको थियो। यसपालिको हाम्रो मुस्ताङको ट्रिप चाहिँ हामीले 3 दिनको लागि प्लान गरेको थियौँ। जस अनुरूप हामी चाहिँ सुरुमा अब बागलुङ पञ्चकोट घुमेर जाने, त्यसपछि झरनाहरू रूप्से झरना, अर्को एउटा सानो झरना हेर्दै आज चाहिँ हामी जुमसुम गएर बस्ने प्लानिङमा हिँडेका छौँ। यो चाहिँ हाम्रो बागलुङमा रहेको पञ्चकोटको दृश्य हो। यहाँ चाहिँ अब मुस्ताङ जाने आउने सायद सम्पूर्ण पर्यटकहरू यो ठाउँमा भ्रमण गर्नको लागि पक्कै पनि आउनुभएको छ। यहाँ कम्प्लिटली बनिसकेको चाहिँ छैन जस्तो लाग्यो। हामी जाँदा धेरै कुराहरू बन्दै थियो, बन्ने क्रममा पनि थियो। कतिपय कुराहरू बनिसकेको थियो भने कतिपय कुराहरू चाहिँ बन्ने क्रममा थियो। तर एकदमै राम्रो बनेको छ यो ठाउँ। एकपटक घुम्नै जानुपर्ने ठाउँ जस्तो लाग्यो मलाई। एकैछिन पञ्चकोटको दृश्य अवलोकनपछि हामी त्यहाँ अलिअलि फोटोहरू भिडियोहरू खिचेर अब चाहिँ आफ्नो यात्रालाई निरन्तरता दिनतर्फ लाग्यो। अब चाहिँ हामी बेनीको बजार आइपुगेको छौँ। यो पुलपारी देखिएको बजार भनेको बेनीको बजार हो।
हामी बेनी बजार सकिएपछि बल्ल खाना खाने ठाउँमा आइपुगेको छौँ। यो चाहिँ हामीले खाना खाएको ठाउँ हो। हामी त्यहाँ खाना खायोरी त्यसपछि फेरि हामी अगाडि बढिसक्यौँ। हामी अगाडि बढ्दै जाँदा थाहा भयो कि मुस्ताङ जाने बाटो चाहिँ धेरै नै राम्रो भइसकेको रहेछ। पहिला पहिला आउनु भएकोहरूले भनेको तुलनामा अहिलेको बाटो चाहिँ धेरै राम्रो भइसकेको देख्यौँ। अनि कति ठाउँहरूमा चाहिँ काम हुँदै थियो, कुनै कुनै ठाउँहरू चाहिँ अत्यन्त साँघुरो पनि थियो। मुस्ताङ जाने बाटोमा रूप्से झरनाभन्दा अगाडि एउटा अर्को सानो झरना पनि रहेछ। हामीले चाहिँ त्यो झरनामा पनि एकछिन झरेर रमाइलो गऱ्यौँ, फोटो खिच्यौँ, भिडियो खिच्यौँ। यो झरना भएको ठाउँलाई चाहिँ पिकनिक स्पोट जस्तो पनि बनाएको रहेछ। यहाँ चाहिँ पिकनिक खान आउनुभएकोहरू पनि देखिएको थियो हामीले। एकैछिन झरना हेरिसकेपछि हामी आफ्नो यात्रालाई अगाडि बढायौँ। अब चाहिँ हामी मुस्ताङ जानेहरूले छुटाउँदै नछुटाउने झरना रूप्से झरना भएको ठाउँमा आइपुगेको छौँ। यो झरना पहिला अझै ठुलो थियो भन्ने कुरा हामीले सुन्यौँ। यहाँ पहिरो गएको हुनाले चाहिँ नि झरना पहिला जस्तो नभएको, अनि यो बर्खाको बेला पनि नभएको हुनाले पहिलाको जस्तो भन्दा अलिक कम पानी भएको भन्ने कुराहरू हामीले त्यहाँको मान्छेहरूबाट सुन्यौँ। तर हामीलाई चाहिँ झरना एकदमै राम्रो लाग्यो, लामो थियो। हामीले एकछिन त्यहीँ फोटो भिडियो खिच्यौँ पनि। अनि त्यसपछि हामी फेरि आफ्नो यात्रालाई अगाडि बढायौँ। अब चाहिँ हामी मुस्ताङको लेटे भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँ आइपुग्दा धनै साँझ पर्न लागिसकेको थियो। अनि हामीले आएर खाजा चिया खायौँ। जाडो भएको थियो हामीलाई, बेसरी नै चिया खाँदा मकै पनि त्यहाँ कम्पलसरी दिनुहुने रहेछ। हामीलाई चाहिँ मकै पनि सर्भ गर्नुभयो। हामी यहीँ बसेर चिया र मकै एकछिन बसेर खायौँ। यहाँ आइपुग्दा चाहिँ हामीलाई एकदमै जाडो हुन सुरु भइसकेको थियो। यहाँ यो चिया खाजाले चाहिँ हामीलाई एकदमै कस्तो राहत फिल भइरहेको थियो। हामीलाई जाडोमा चाहिँ नि तातो खाना पाएर आनन्द लागेको जस्तो फिल भएको थियो। हामीले ढोका पनि लगाएर बसेको थियौँ, हामीलाई त्यति जाडो फिल भएको भएर झ्याल ढोका सबै डुम्म लगाएर त्यहीँ चिया खाजा खाएर त्यसपछि हामी आफ्नो यात्रातर्फ लाग्यौँ। हाम्रो आजको यात्रा चाहिँ जमसुमसम्मको थियो, त्यसैले अब रात नपर्दै जमसुम पुगेर बस्ने भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्यौँ। यहाँबाट अगाडिको बाटो भने एकदमै राम्रो थियो। हामी चाहिँ अब आफ्नो आजको डेस्टिनेसन भनेको जमसुम भएको हुनाले जमसुमको लागि हामी अगाडि बढेका थियौँ। हामीले जाँदै गर्दा अगाडि बढ्दै गर्दा हामीले बाटोभरि चौरी गाईहरू पनि देखेको थियौँ। यो चाहिँ चौरी गाईहरूको दृश्य हो। लगभग साँझ परिसकेको हुनाले घाम डुबिसकेको अवस्था थियो। त्यो डुब्दै गरेको घामको किरण हिमालको टुप्पोमा पर्दाखेरिमा हिमाल पहेँलो देखिएको थियो। त्यसलाई चाहिँ मैले गाडीबाट देखिए जति खिचेको छु।
हामी अगाडि बढिरहने क्रममा यहाँ हामीले एउटा सुटिङ भइरहेको ठाउँ देखेका थियौँ। सुटिङ चाहिँ के को भएको थियो त्यो चाहिँ हामीलाई थाहा भएन। साँझ झमक्कै परिसकेको छ। हामी पनि अब आफ्नो वासस्थान खोज्दैछौँ। यहाँ चाहिँ हामीले एउटा होटेलमा बस्ने निर्णय गऱ्यौँ। हाम्रो नानीहरू चाहिँ यहाँ खेलेर रमाउँदैछन्। उनीहरूलाई चाहिँ स्विङ एकदमै मनपर्छ। आजको हाम्रो बसाइ यहीँ टोमसमको होटेलमा हुनेछ अनि भोलिको दिनको लागि भोलिको अर्को भिडियो लिएर आउनेछु। यो भिडियो हेरिसकेपछि अर्को भिडियो हेर्न पनि नछुटाउनु होला है। अनि यो चाहिँ हाम्रो आजको लागि हाम्रो रुम। यहाँ हाम्रो छोरी चाहिँ थाकेर होला बिचरा सुतेको छ। आजको भिडियो यति नै है त। बाई।